जीवनप्रति लिएर यो जुन दार्शनिक चिन्तन चाहिँ कसरी आइपुग्यो तपाईँमाथि यो कुरा चाहिँ म अलिकति छक्क परिरहेको छु। जिन्दगीको भगाइले पनि हो। केही घटना थियो त त्यस्तो प्रभाव? त्यस्तो घटना थिएन। म धेरै पहिलेदेखि पनि अलि म सफ्ट मान्छे हो। म एकदम जति बाहिर देख्छु भित्र मन त्यति कमलो छ मेरो। म दुःख दिन बित्तिकै मलाई आँखाबाट आँसु आउँछ। म आफ्नो पीडाले कहिले रोएन, अरूको पीडाले मलाई धेरैचोटि रुवायो। म आफ्नो असफलतामा कहिले पनि रोएन, आत्तिएन। तर अरू दिन दुखी गरिब देख्दा मलाई साह्रै पीडा हुन्थ्यो। मैले करियरमा कति चिज गुमाएँ होला, मलाई त्यहाँ पीडा भएन। तर मेरो साथीभाइले गरेको कामहरू डुब्दा मलाई पीडा भयो। फेरि मैले कहिले पनि त्यो जाहेर गरेन कि, त्यो देखाएन मैले। तर मलाई फिल हो आज मैले मिडिया भन्दैछु। मलाई कति व्यापारमा घाटा भयो होला, फिल्म बनाएर घाटा भयो, के भयो होला, मैले कहिले पनि कसैको अगाडि मैले देखाएन। तर साथीभाइले बनाएको फिल्ममा मलाई चिन्ता हुन्छ। मैले कति सिनेमामा मैले आफ्नो फिल्म बनाइसकेपछि एज अ निर्माता भइसकेपछि मैले सिनेमा अफर गर्दा मैले यो फिल्म नबनाउनुहोस्, यो डुब्छ, तपाईँ पनि दुःखले कमाएको भन्दा उहाँलाई यो कुरा रमेश सिद्धि ठुलो मान्छे भयो, सान देखायो, यसले मात्रै फिल्म बनाउन जाने जस्तो भनेर उहाँले बनाउनु भयो, डुब्नुभयो। मैले मेरो त राम्रो कुरा भन्यो, उहाँले अरूले फसाए, अरूले कमायो होला। तपाईँले त्यसरी सल्लाह पनि दिनुभयो कति धेरै फिल्ममा नि, तर मैले कहिले पनि भनेन, आज भन्दैछु। तर यहाँ राम्रो कुरा कसैले पर्दैन नि त। यहाँ त खालि मान्छेलाई डुबाउने चाहिँ हावा गफ गरेर फसाउने भयो भने चाहिँ पत्याउने छन्। इमान्दार मान्छे, सच्चा कुरा गर्ने मान्छे कति साथीभाइ फिल्म मैले फिल्म नबनाउनुहोस्, तपाईँ काम होइन भन्छु म पैसा हाल्छु भन्छ, पैसाले फिल्म बन्छ भन्छु कि म। भोलि तपाईँ मेरो सम्बन्ध बिग्रिन्छ नि। एउटा मान्छेले मलाई 50 लाख हाल्ला, भोलि भने जस्तो सिनेमा चल्दैन भन्छ, अनि मैले पैसा दिने कुरा भएन, अनि साथीभाइको सम्बन्ध बिग्रेन। मैले भन्छु सम्बन्ध रहिरहोस्, तपाईँ काम होइन सिनेमा नआउनुहोस्। सिनेमामा तपाईँले देखाएको जस्तो छैन, बहुत गाह्रो छ। म निर्माता भएर किन फेरि बनाएन त? मैले बनाउने आँटै गर्न सकिनँ। अब आँटै आएको नि तपाईँले? त्यस्तो त्यो चाकडी म गर्न सक्दिनँ। त्यो धेरै झमेला छ, यहाँ धेरै झमेला। त्यो कोही प्रोड्युसर लिएर आउनु भयो भने पहिला सुरुमा त ल्याउनु, पुरा नेपोटिजम, ग्रुपिजम, त्यो धेरै रहेछ कि। मलाई थाहा थिएन होइन। म त आर्टिस्ट भएर मात्रै काम गरेको, पछि निर्माता हुँदा मलाई ज्यादै गाह्रो भयो। अनि मेरो नेचरले मलाई रातभर निन्दै नलाग्ने। म अलिकति मलाई कसैले हेपेको पनि सुन्न सक्दिनँ, म कसैले अन्डर एस्टिमेट गरेर पनि सुन्न सक्दिनँ। म कसैलाई गर्दिनँ नि त। म एउटा निडर भएर स्वयं जिन्दगी मलाई गाह्रो भयो। अनि मैले त्यो पैसै आए पनि मलाई पीडा भयो क्या। मेरो खर्च दुनियाँ मेरो ठुलो सपनै छैन भने मलाई किन कमाउँदैन? तर त्यो सिनेमा मैले दर्शकलाई बनाएको, दर्शकसँग पनि पुर्याउने माध्यममा धेरै गाह्रो चाहिँ त्यहाँ चाहिँ बाधा अर्जनहरू, काँडाहरू, त्यो डेन्जर चिज ठाउँ हो क्या त्यो। त्यसकारण मैले आर्ट गरिनँ। धेरै साथीभाइले होइन तपाईँलाई पैसाको प्रब्लम छ भने हामी हालिदिन्छौँ पनि भन्यो। उहाँलाई धन्यवाद भन्छु आज, उहाँले मलाई हेल्प गर्न खोजेको हो होइन। होइन तपाईँले राम्रो सिनेमा बनाउनु भएको थियो, तर तपाईँ अर्को बनाउनुहोस्, हामी पैसा हाल्छौँ पनि भने। त्यस्तो साथीभाइ पनि देश विदेशबाट भने। तर मैले उहाँहरूलाई कहिले पनि त्यो मैले लिइनँ कि मलाई थाहा छ नि सिनेमा के हो। सिनेमामा चाहिँ कस्तो भने 95% चाहिँ रिस्क फ्याक्टर छ क्या। 95% चाहिँ रिस्क फ्याक्टर। यो चाहिँ तपाईँले निर्माता भएपछि एज अ निर्माता बोलिरहेको छु। कलाकारले त अहिले बहुत पैसा कमाएर भएको छ, रमाइलो लाग्छ मलाई। तर अब अर्को वर्षसम्म हेर्नुहोस् न, कयौँ निर्माता कति पैसा जान्छ भने रमाइलो लाग्छ नि यो फिल्म। दसैँमा हेर्नु नि त, अब यो दसैँमा 8वटा भइसक्यो, 7-8 भइसक्यो है। मैले रमाइलो त्यो कलाकारहरू टेक्निसियन त रमाइलो छ, मिडिया साथीभाइलाई काम पाइरहनु भएको छ कलाकार टेक्निसियनले। तर प्रोड्युसरको पैसा त गाई जत्रै हुन्छ नि त। किन त यो प्रोड्युसरले किन बुझ्दैन? जान त्यहाँ मै भनिरहेको छु, मैले नबनाउनु भन्दा मैले काम पाइनँ। मैले ब्याङ्कमा साइन गर्दै पैसा लिँदै काम गर्नुपर्ने छ। म त इमान्दार छु नि त। त्यो पैसाले मलाई पोल्छ नि। तपाईँले दुःख गरेर कमाएको पैसा मैले हावातालले तपाईँलाई हाइपोथेटिकल कुरा गरेर भ्रममा पारेर उचालेर पैसा हाल्न लगाएर, अनि तपाईँ त परिवार छ, तपाईँले पनि दुःख गरेर कमाएको होला। सबै मान्छेले गलत तरिकाले कमाएको त हुँदैन नि। कसैले जग्गा बेच्या हुन्छ, पुर्खौली होइन, कसैले के हुन्छ, कसैले तपाईँ घरमा परिवार हुन्छ, सुहानी बच्चा हुन्छ, बाबुआमा हुन्छ, ती आँसु लाग्छ के। त्यो भएर मैले त्यस्तो भने आफै जोग्रो फाल्तु भयो। तर ती सिनेमा बनाए धेरैले, के बनाएन नि त धेरैले। अफर आइसकेका सिनेमाहरू पनि मलाई आउट भयो, मैले खेलिनँ। मैले त नबनाउनुहोस् भने हो नि त। तर उहाँहरूले बनाउनु भयो, डुबाउनु भयो। मलाई आत्मग्लानी छैन, मैले बुझेको कुरा भने हो, मलाई रिग्रेट छैन। मैले त म सत्य कुरा बोले हो। तर होइन रहेछ यो देशमा चाहिँ हावा गफ गर्नुपर्ने रहेछ, मान्छेलाई फसाउनु पर्ने रहेछ। त्यो मबाट भएन, आजसम्म, हिजो पनि भएन, आज पनि भएन, मेरो ब्लडमै छैन त्यो। ओके दाइ, प्रोड्युसरहरू चाहिँ त्यो डुब्छ भने जान्दै त्यहाँ सिनेमा अलरेडी छ भन्दै यति झुरुममा चाहिँ किन हुन्छ दाइ? कसले उचाल्छ दाइ? तपाईँलाई पनि उचालेन, त्योसँग त जुदाउनुपर्छ, हानिदिउँ भनेर त्यस्तो आउँछ मान्छेहरू?
कि आफैले लाग्छ? दुःख लाग्छ। जस्तो यस्तो छ, तपाईँले आफ्नो पैसा लगानी गरेपछि तपाईँ सोच्नुहुन्छ नि त, सिनेमा बनाउने भनेको तपाईँ कोहीसँग कम्पिटिसन गर्न आयो होइन, त्यो एक काइन्ड अफ व्यापार पनि हो होइन। जुत्नु त आफैमा राम्रो हुँदै होइन नि। अनि खोइ कसले उचाल्छ, सायद कोही होला पछाडि एउटा राम्रो रोल प्ले गर्ने होला कोही, तर त्यो अहिले जुन भइरहेछ त्यो उचाल्ने पछाड्ने जुदाउने जस्तो अब अस्ति पनि एउटा सिनेमा रिलिज भए, त्यो सबैलाई असर गर्यो नि त, 2-3वटा सिनेमा जुत्दा। त्यसकारण मैले भन्छु नि, सिनेमा नेपालमा यति धेरै सिनेमा बन्नै हुँदैन, नेपालमा 50वटा भन्दा बढी सिनेमा बन्नु हुँदैन। बरु सबै एउटा चाहिँ मर्च भएर राम्रो सिनेमा मिलेर बनाउनुपर्छ कि व्यापारै गर्ने हो भने होइन। अब कम्पिटिसन गर्ने, अब त्यो त्यसै आएको पैसा छ, ब्ल्याक मनीलाई व्हाइट बनाउने हो भने त कुरा अर्कै हो होइन। राम्रो सिनेमा बनाउने हो, चलचित्र क्षेत्रलाई चलायमान बनाउने हो, एउटा चाहिँ यसलाई चाहिँ एउटा चाहिँ चलचित्र क्षेत्रलाई चाहिँ उद्योगको रूपमा चाहिँ परिणत गर्ने हो भने यसरी कम्पिटिसन गरेर जुदाएर होइन। वर्षमा चाहिँ अस्ति भन्दै थियो एकजनाले 123वटा सिनेमा चाहिँ तपाईँको उ भएछ अब आउने वर्षमा। त्यति नेपालमा त्यो थाल्दैन त्यस्तो है, 50-60वटा फिल्मभन्दा बढी बनाउनु हुँदैन वर्षमा होइन। त्यति अरेन्जै छैन। अनि त्यसमा राम्रो सिनेमा मिलेर सबैजना एउटा चाहिँ फ्युजनबाट चाहिँ सिनेमा बनाउनु पर्ने। 52 हप्ता हुन्छ, 52 हप्तामा त्यही भनेको 50-60वटा फिल्म, 50-60वटा म्याक्सिमम् त्यति हो। सबै मिलेर बनाउनुपर्छ, हज जर्नामा बनाउनुपर्छ। यहाँ त अब एउटा बनायो भने त्यही बनाएको छ, त्यही 8 मुटाइ बनायो त्यही बनाएको छ। मान्छेलाई मोनोटोनस छ नि, एउटा आर्टिस्ट आएको आइछ मोनोटोनस हुन्छ, त्यस्तो त हुँदैन, भेराइटी चाहिन्छ। हुनु पनि त्यो हो, त मेरो बुझाइ हो त्यो। यस्तो भन्यो भने रमेश सुवेदी यस्तो त भनेछ, त्यो त्यसरी भने होइन मैले, फेरि मैले त इन जनरल कुरा गरेको हो। तर कहाँ हुनु हजुरले भने जस्तो अब एउटा ब्ल्याक मनीलाई व्हाइट मनी बनाउनेलाई अनि एउटा गर्लफ्रेन्डलाई हिरोइन बनाउनलाई अब त होला, अब कसैलाई स्वाइनी हिरोइन बनाउनु पर्यो होला, कसैलाई समाज अरू छिमेकीले देखाउनु पर्यो होला, कसैलाई त्यसरी इन्डस्ट्री हुँदैन। इन्डस्ट्रीमा अलिकति अनि अब यसपालि त अब एउटा त्यो सारङ्गी चलेर धेरैलाई यति 50 करोड पनि हुँदो रहेछ, 60 करोड हुँदो रहेछ भन्ने अब त्यो गफ दिन पायो नि। फेरि निर्माता फर्साउनु त पायो, ओहो 2-3 करोड लगानी गरेर 50-60 करोड कमाउने पनि यस्तो पनि व्यापार हुन्छ भनेर आउनुपर्ने चाहिँ नेपालका उद्यमीहरू, विनोद चौधरी, वसन्त चौधरी होइन, गोल्छाहरू आउनुपर्ने हो। अस्ति एउटा फिल्ममा अनि तपाईँको शेष घलेले लगानी गर्नुपर्ने हो, उपेन्द्र महतो, जीवा लामी छाने, यिनीहरू आउनुपर्ने हो क्या। ओहो उहाँले हामीले यति धेरै इन्भेस्ट गर्दा त पनि त्यति रिटर्न छैन भनेपछि त 2-3 करोड लगानी गर्दा 50 करोड आउँदो रहेछ भने उहाँहरू तब इन्डस्ट्री हुन्छ के। आजसम्म विनोद चौधरी एउटा फिल्ममा 2-4वटा फिल्म बनाउनु भएको छैन नि। विदेशमा अहिले चाहिँ भयङ्कर हाम्रो शेष घलेले भयङ्कर पैसा कमायो भने खोइ त सिनेमामा उहाँले त 10वटा सिनेमा बनाए किन रहेन साँच्चै, त्यो के केही कारण हो अथवा? अनि मैले त्यही भन्छु नि, उहाँहरूलाई त्यति धेरै चाहिँ सम्मान गरिनु पर्दैन। उहाँले आफ्नोलाई पैसा कमायो होइन, त्यसको लागि खासै केही छैन होइन। नभए त उहाँले कला र संस्कृतिलाई त गर्नुपर्ने हो नि त होइन। हामी कति देशमा जान्छौँ, खोइ कलाकारहरूलाई उहाँले गर्नुपर्ने केही पनि छैन। बरु त्यो ठाउँमा सलमान खान गयो भने बहुत गर्नुहुन्छ उहाँले होइन। एउटा यहाँको चाहिँ नेपालीले चाहिँ गहना किन्छन्, तर विदेशी ल्याएर चाहिँ एड गराउँछन्। गहना चाहिँ नेपाली किन्छ, त्यहाँ हाम्रो नेपाली हिरो हिरोइन छैन छन् नि। अनि त्यो विदेश उहाँहरू त्यो उहाँ भनिहरू पनि त्यो एनआरएनहरूले पनि त्यो सलमान खान आयो भने, शाहरुख खान आयो भने उहाँले बरु त्यहाँ पैसा $1 मिलियन लगानी गर्नुहुन्छ, तर नेपाली आर्टिस्टहरू गर्दैन। हामीले अहिले जति नाम लियौँ उहाँहरूले चाहिँ नेपाली आर्टिस्टहरूलाई त्यति भ्यालु दिँदैन। त्यो भएर उहाँहरूले त्यो सम्मान गर्नु पर्दैन। म त स्ट्रेट बोल्ने मान्छे, हामीले पनि मरिहत्ती गरेर उहाँलाई सम्मान दिइरहनु उहाँले गर्नै पर्दैन। त्यो उहाँहरूको नाम लिनु पर्ने, मिडियामा स्पेस दिनु जरुर छैन। म त सिधा कुरो बोल्ने मान्छे, कि त त्यो गर्नु पऱ्यो। उहाँले हामीलाई नेपाली कलाकार आउँदा आहा यो त नेपालको शान हो भने सर भेट्दाखेरि चाहिँ त्यस्तो हुन्छ। त त्यो ठाउँमा चाहिँ इन्डियन कलाकार जस्तो त फोटो खिच्न तथा मलाई कहाँ स्पोन्सर, कति पैसा, कहाँ के डिनरको लागि गर्नु, यति लाख दिन्छु $, दुनियाँ हुन्छ। कलाकार त कलाकारै हो नि, हामीले हेप्या होइन त सानो देशको कलाकार भनेर आफ्नै देशको कलाकारलाई हेप्या होइन त। हुनुपर्ने चाहिँ हाम्रो देशको कलाकारलाई उठाउनु पर्ने हो, जसले चाहिँ देशको कला साहित्य सबै कुरालाई चाहिँ उठाउनु पर्ने होइन त होइन र। पहिचान हो नि त, हाम्रो देशको पहिचान भनेको कला संस्कृति होइन त। अनि हामी जाँदा खोइ त पहिचान, अनि तिनीहरू आउँदा चाहिँ आफ्नै हामी भयङ्कर गर्ने है। अनि हामी जाँदा चाहिँ हाम्रो सिनेमा हेर्न आयो भने आउँदैन। त्यस्ता मान्छेलाई तपाईँ के सम्मान गर्ने होइन। यो विषयमा बोल्यो भने त फेरि अर्को तपाईँको 4-5 एपिसोड बन्छ। म त संसार उजागर गर्ने टाइपको मान्छे, म आफै निडर मान्छे हो होइन। म नेता चाहिँ होइन, निडर चाहिँ हो होइन, लिडर होइन। त्यस कारण म अन्याय त्यो गलत प्रवृत्ति बसिएको छ क्या है। हामी हाम्रो कलाकारलाई माया गर्नु पऱ्यो क्या। अनि गरिब भनेर गरिब देशको कलाकार यसमा पैसा छैन भने हेपेको त
के गर्छ न त कला त कला त हो नि होइन होइन पैसा सलमान खान र म खेलौँ साउथ इन्डियनको कुनै एउटा हिरो र म काम गरौँ उहाँभन्दा कम गर्न सक्छु त म उहाँभन्दा मेरो जिउ नराम्रो छ कि लुक्स नराम्रो छ कि अभिनय नराम्रो गर्छु कि म उहाँहरू ठुलो देशको प्लेटफर्म पाउनुभयो धेरै पैसा लिनुहुन्छ उहाँले पैसा भएपछि उहाँको लाइफस्टाइल चेन्ज भयो हामीको पैसै थिएन हामी चाहिँ 30-40 हजार रुपियाँ सिनेमा खेलेर हिरो भएको मान्छे अनि हाम्रो जीवनस्तर भयो नि त के अन्त अनि कलाकार त कलाकार हो नि त अब के नेपाली कलाकार नि हेर्ने अनि त्यही इन्डियन आएर महँगो गाडी एयरपोर्टदेखि त्यसो होटलबाट बडीगार्डदेखि सारा 50औं लाख खर्च गर्छ यहाँ आयो भने हाम्रो कलाकारलाई गर्छ इन्डियामा अनि तपाईँ राष्ट्रियता कुरा गर्नुहुन्छ अनि इन्डियाले हेर्दैन हामीलाई त्यस कारणले हामी हाम्रो चिजमा गर्व छैनौँ हामी हाम्रो पनमा आफ्नोपनमै गर्व गर्दैनौँ अनि तपाईँलाई अनि ठुलो कुरा गरेर त हुँदैन नि त्यो अनि हाम्रै आफ्नो मान्छेले फेरि हाम्रो इन्डियनले गरेन भने हामीलाई केही छैन हाम्रो आफ्नै विदेशीहरूमा जो अहिले विभिन्न देशमा जापानमा जहाँ उहाँहरूले गर्न सक्नुहुन्छ मैले त्यो के अरे त्यो निला जापानमा फोन गरेर मेरो फिल्म आऊ भन्दा आएन ताकि मेरो सुटिङमा आएर यहाँ चाहिँ ए जापान आएपछि म बबाल गर्छु भन्थ्यो मैले जापानमा फोन गरेर एयरपोर्टमा ल्यान्ड गर्ने बित्तिकै फोन नम्बर बदलेर है सुन्नुहोस् उहाँले होइन भनेर भनेको है अनि उहाँलाई चाहिँ यहाँ यो भनेर यहाँ सम्मान गर्छन् कि के बेकार त्यो मैले आफैले रमेश सुवेदीले होइन म उहाँ जापान जानु हामी उहाँभन्दा म सानो मान्छे त होइन नि न विचारमा सानो छ न एजुकेसन सानो छ केही छैन पैसा उहाँले अलिकति खुरापाती गरेर कमाउनु भयो होला पैसाले मान्छेलाई नाप्ने होइन कि म आफैले फोन गरेर नेपालमा त भेटेको थियो नि त होइन ल म आएको छु आउनुहोस् है भन्दा आउनु भएन उहाँ बोलाउँदा त आउनुहुन्न भने चाहिँ उहाँलाई नेपालमा किन सम्मान गर्ने त्यस कारणले जसले कला साहित्य अनि त्यो मात्रै होइन त्यो त देशको रिप्रेजेन्ट गरेर तपाईँ पुगिरहनु भएको अनि त्यो अहिले विदेशी कलाकार गयो भने हानथाप हुन्छ त्यहाँ हानथाप हुन्छ हानथाप कसले लाने भने कसले लाने कसले कति पैसा दिने उहाँको साइडमा बसेर फोटो कसले खिच्ने अनि हामी आफै दासी होइन दास मनोवृत्ति दास मनोवृत्ति होइन त यो आफ्नोपनमा गर्व गर न भाइ जिन्दगी 100 महिनाभर बाँच न किन गरेर झुक्ने एक दिन त मर्नु छ नि भाइ सिट ठाडो गरेर बाँच न कोहीसँग झुक्ने होइन गुरुसँग झुक्ने बाबामा झुक्ने हो कोहीसँग झुक्ने होइन छातीमा गोली हानेर मर्नु परे पनि मृत्यु फाइनल छ कोहीसँग डराउने कोहीसँग केही पनि होइन यस्तो गलत हो अनि हामी आफ्नो पनमा खुसी रमिरहेको छैनौँ कि मैले भनेको कुरा चाहिँ त्यो अनि हाम्रो बजार कहाँबाट बढ्छ भने कि भनेको सिनेमा क्षेत्रलाई चाहिँ जसले हेर्दाखेरि चाहिँ यो अझ बृहत हुनसक्छ फैलिन सक्छ यसको फैलावट अझ धेरै डायस्पोरामा जान सक्छ तिनीहरूले बाल दिएन खोइदिएको त उपेन्द्र महतोले दाइले आएर होइन सबैले चिनेको छ मैले उहाँले आएर ल यसलाई चाहिँ इन्टरनेसनल लेभलको सिनेमा बनाऊ म 50 करोड हाल्छु यसलाई उद्योगमा परिणत गरौँ कसरी भनेको छ म जति पैसा कमाए पनि आफूलाई त हो नि शेष दाइले भनेको छ सबै चिन्छु मैले भने चिनेर भने जीव दाइले भनेको छ अथवा नेपालको उद्यमीहरूले भनेको छैन नि